संविधानमा लेख्नु चाहिँ पर्छ। यो शीतल बिहानी, मिठो मौसम अनि शुभ दिनको तयारी। नमस्कार, यो मिठो सङ्गीत साथै रेडियो सुनाखरीको शुभकामना यहाँहरूलाई 102.6 मेगाहर्जको फ्रिक्वेन्सीमा तपाईँको छेउको रेडियो सेटबाट गुन्जिरहेको यो आवाज परिवर्तनको साथमा म आनन्द। परिवर्तन आफ्नो अनि देशको, यो समाजको अनि सारा विश्वको। यही सोच लिएका महान व्यक्तित्व श्री रमेश दाल हाम्रो स्टुडियोमा हुनुहुन्छ। स्वागत छ यहाँलाई। धन्यवाद आनन्दजी, मलाई कार्यक्रममा बोलाइदिनु भएकोमा। धन्यवादको पात्र म होइन, तपाईँ हो रमेश दाई। अब सुरु गरौँ त? हुन्छ। स्वयम्भूको आँखाले ज्योति गुमाएछन्, सायद उज्यालोको सट्टा अँध्यारो नेपाल राम्रो लाग्छ होला यिनलाई। एसियाका द्वीप जन्मेको मेरो देश नेपाल आज बिना द्वीपको झुपडी बन्दैछ। विश्वलाई उज्यालोको पाठ सिकाउने गौतम बुद्धकै जन्मथलो किन दिनानुदिन धकिलिँदैछ अन्धकारतर्फ? मेरा पाइला सुस्त छन्, शरीर शिथिल छ, तर जोश सागर कायम छ। जिन्दगी कति सजिलो छ, जता लगे पनि हुने। बाँच्नका लागि गरिने सङ्घर्षहरूको यो एउटा पाटो हो मेरो। आफ्नो ज्ञान अरूलाई बाँड्न पाउँदा स्वर्गानन्द महसुस गर्दछु। जातले ब्राह्मणको छोरा अनि पेसाले शिक्षक मेरो दैनिकी हो। बच्चाहरू जसले आफ्नो तौलभन्दा भारी कापी किताब बोकेर स्कुल जान्छन्, अनि ती बच्चाहरू जोसँग एउटा खिसा कलम किन्ने सामर्थ्य हुँदैन, आखिर फरक के छ? ती निमुखा अनि अबोध बालबालिकामा फरक बनाउने अनि अन्तर देखाउने हामी को हौँ? यहाँ एउटा बच्चा किताबको बोझले पछि पर्दैछ, अर्को गरिबीको बोझले। हतियार र सेना भन्ने झैँ छडी र शिक्षक भएका छन्। सायद फाँसीभन्दा अलिक कम सजाय दिइन्छ विद्यार्थीहरूलाई। बर्खामा रोपाइको अगाडि ल्याउन हलोजुवासँग नारिएका गोरुकै श्रेणीमा भएका छन् विद्यार्थीहरू, जो हलीको सिर्कनाले तर्सदै दौडन्छन्। तर्साएर बनाएको शैक्षिक महल कति नै अल्गो होला र? If I found anybody making noise inside the classroom, and if you not follow the rules and regulations of our school, that particular student will be punished. यहाँ शिक्षा बेचिन्छ, मन बुझेर सिकाइनु पर्ने, तर निचेर सिकाइन्छ। म यही समाजको एक कारक हुँ, एक साधारण प्राणी। म अलिक बढी सोच्छु। यो समाज जसले मलाई परिचय गराउनेछ सारा देशसँग अनि पुरा विश्वसँग। भ्रष्टाचारीकरण अब कुनै सरकारी कार्यालयमा गयो भने हामीले किन यता र उता धाउन लाउनु? अब भनौँ न, कुनै सिम लिन जानुभयो, तपाईँ कुनै समस्या पर्यो भने एउटा काउन्टरमा जाँदाखेरि त्यहाँ सबै समाधान। मलाई बदल्नु छ आफैलाई, अनि यो समाज बदलिने। नेपालभन्दा कम विकसित इथियोपिया हो, त्यहाँ पनि धेरै बत्ती आउँछ यहाँभन्दा। नयाँ पालुवा फुलाउन चाहन्छु यो समाजमा। भोका नाङ्गालाई दिन नसके पनि दिलाउन कसो नसकुला। सुकिला अनि सफा समाज देखाउनु छ मलाई। दुःख बढाउन सकिन्छ भने घटाउन पनि पक्कै सकिन्छ। समाज हाँस्नेछ,
रमाउनेछ, झमलाउनेछ अनि भन्नेछ राम्रो म। मन सबैको हुन्छ, यही मन खुसीमा फुरुङ्ग हुन्छ अनि दुःखमा बादलभन्दा धेरै धुम्म हुन्छ। कसैको मनलाई फुरुङ्ग बनाउने प्रयत्न गरिरहेको हाम्रो मन उफ्रिनेछ। घमण्ड गर्छौँ कि हामी 21औं शताब्दीको पूरक हौँ। सोच त परिवर्तन गर्यौँ, तर आफैलाई परिवर्तन गर्न किन सकेनौँ? हो, म आफैमा परिवर्तन गर्न चाहन्छु अनि मात्र यो देश, यो समाज अनि मेरो घर परिवर्तन हुन्छ। एउटी फूल जस्ती नानी टुहुरी छे, एउटा कोमल बालक तोते बोली माने आमा बुवा गुमाउँछ। कति प्यारो हाँसो, कति मिठो अँगालो हुन्छ उनीहरूको, तर दुर्भाग्य केही पाउनुभन्दा अगाडि नै सबै गुमाइसकेका हुन्छ। अनाथ भनेर बोलाउन सक्ने हामी छोराछोरी भनेर बोलाउन किन सकिएनौँ? हाम्रो जीवनका मुरी खुसीहरूमध्ये एक मुठी अनाथालयमा किन दिन सक्दैनौँ? ती टुहुरा बालबालिकाहरू जसले देशलाई उलटपुलट गरिदिनेछन्, आज केही नभई जिन्दगी उल्टिएको छ उनीहरूको, तैपनि हामीभन्दा खुसी छन्। खुसी बाँडेर दोब्बर गर्छन् उनीहरू। हामी सबथोक हुनेको त यतिका अनेगिन्ती सपना छन्, उनीहरूको कति सपना होला? म चाहन्छु उनीहरूको सपना पुरा भएको देख्न। उनीहरूलाई हँसाउने, खेलाउने अनि भविष्य देखाउने ती अनाथ आश्रमहरूलाई मेरो सलाम अनि हजारौं की आमाहरूलाई मेरो प्रणाम। भिडभन्दा अलिक पृथक म दुःखलाई देखेर पनि मुस्कुराउने ती ओठहरू देखेर रसाउँछु। हेलो हेलो, हाँ, म मन्त्री रामरी बोल्दैछु। जय नेपाल सर। पब्लिकको सपोर्ट ज्यादा छ भने छोड्दे देशलाई। हस् सर। मलाई कता कता अनौठो लाग्छ अनि भित्र कतै दुख्छ जब ती सङ्घर्षका पहाडहरू चुलिएको देख्छु। लाग्छ एकै साथमा तोडिदिउँ। फेरि ती बाधाहरू मतिर लम्कन्छन्, पन्साउँछु अनि फेरि हिँड्छु दुःखहरूलाई निहाल्दै। त्यो आज जेलबाट बाहिर निस्किँदैछ। आई जस्ट वान्ट हिम डेड। किल हिम। श्रोताहरू, तपाईँलाई कस्तो अनुभव भइरहेको छ? यो देश मेरो, किन यो देशको लागि मैले केही नगर्ने? यही अनुभूति भइरहेको छ मलाई। मेरो प्राविधिक मित्र कल्पनाजीले ब्रेकको सङ्केत गरिरहनु भएको छ, तर यो सङ्केतको उल्लङ्घन गर्दै अगाडि बढ्न चाहन्छु रमेशजीको कथातर्फ। त्यसपछि के भयो रमेशजी? हत्या, हिंसा, अपराध बढाउन सकिन्छ भने घटाउन किन सकिँदैन यो समाजमा? एक मार्गका एकतर्फ चुलिने महलहरू अनि अर्कोतर्फ दिनानुदिन भासिने ती गरिबीहरू। साँच्चीकै विविधता चुलिएको छ मेरो देशमा। घुसखोरी, बलात्कारको जरा उठेल्न किन प्रयत्न गरिन्न? हो, मलाई यही गर्नु छ। त्यसैले त म आफैलाई भिन्न भएको घमण्ड गर्छु। ती आमा बहिनी जसलाई बोक्सी भनी लत्याइन्छ,
किन सक्दैनौ लक्ष्मी भन्न? ती चेली जसलाई आँखाले बलात्कार गरिदिन्छ हाम्रो समाजले किन सक्दैनौ आँखामा राख्न? भनिन्छ स्त्री जातिलाई आँखामा राखे पनि जित्दिनन्। हामी बालक बिनाको काम अपवित्र ठान्छौँ। श्रम शोषण यही हुन्छ। बाटोमा खाली बोरा बोकेर हिँड्ने बालकको पक्षमा बोल्ने ती धनाढ्य व्यक्तिहरूको घरमा एउटा बालकले चिया बनाउँछ। अर्थको यो दुनियाँमा हामी मानव बेचेर धनी गनिन्छौँ। चेली बेचिन्छ यहाँ। हो, समस्या देखाउने तर समाधानबाट पछि हट्ने धेरै छन् यहाँ, तर म समाधान खोज्दैछु। यो कथा, यो जीवनी एउटा इन्स्पिरेसन बनोस् सबैका लागि। कार्यक्रममा साथ दिनुभयो सम्पूर्णलाई धेरै धन्यवाद। कल्पनाजीलाई यो विशेष साथका लागि धन्यवाद। साथै रमेशजीलाई विशेष धन्यवाद। यो आवाज परिवर्तनको म आनन्द आजलाई बिदा माग्दै यस कार्यक्रमबाट छुटिन चाहन्छु। नमस्ते। राज्यका राजनेताहरू त्यही कुर्सीको लडाईँ लड्दैछन् अझै पनि। हो, मलाई चाहिँदैन त्यो कुर्सी। त्यो कुर्सी मेरो भाग्यमा कहाँ? म मेरै कुर्सीमा ठिक छु अनि यही कुर्सीबाट बदल्नेछु यो समाजलाई।